नमस्कार, म अमिर बमजन। आज निकै खुसी भएको भएर यो भिडियो बनाएको हो। भीम विराट सङ्गीत कला प्रतिष्ठान नेपालद्वारा मलाई पुरस्कार सम्मान गर्ने निर्णय गर्नुभएको रहेछ। यसको निम्ति साँच्चीकै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। भोलि म हेटौडा आउँदैछु। हेटौडामा रहेको छ सम्मान कार्यक्रम। साँच्चै जीवनलाई कुन रूपमा हेर्नुहुन्छ तपाईँहरूले? कतिले त हरेस खाएर आफूले आफूलाई नराम्रो सोचेर आफूले आफूलाई गिराएर मैले केही गर्न सकेन भनेर टाउकोमा हात राखेर पुरपुरोमा हात राखेर निराश भएर रोइरहेको देख्छु। सबै कुराहरू भएर पनि के धन र सम्पत्ति मात्र जीवन हो र? जीवन त आफूसँग जे छ त्यही कुरामा खुसी हुनु नै जीवन हो जस्तो लाग्छ मलाई त। मसँग धेरै अप्सन थियो हार्नको निम्ति। हात चल्दैन, खुट्टा चल्दैन, एउटा पानी प्यास मेटाउनको लागि पनि अरूको सहारा खोज्नु पर्ने, टोयलेट बाथरुम जानको लागि पनि अरूको सहारा खोज्नु पर्ने, कुनै बेला मलाई चिलायो भन्दा पनि अरूको सहारा खोज्नु पर्ने त्यो अवस्थाको मान्छे हुँदै पनि तैपनि म हिम्मत गरेर अगाडि बढिरहेँ। सायद यही हिम्मत र यही सङ्घर्षको बावजुद नै होला अहिले मैले पुरस्कार पाउँदैछु। यसको निम्ति साँच्चीकै खुसी छु। सबैजनाको समय शुभ रहोस्। सबैजनाले आफूले सकारात्मक बनाउने प्रयास गर्नुहोला।